मेरो साथीहरूलाई जय मसी भन्न चाहन्छु अनि नमस्ते। अनि लेट्स स्टार्ट। तपाईँलाई म स्वागत गर्न चाहन्छु अनि मेरो सानो किचनमा है। अनि आउनुहोस् तपाईँ अनि म मिलिकन अनि मेरो मिनी किचनमा है म के पकाउँछु भनेर म तपाईँहरूलाई देखाउँछु। अनि म खाएर पनि कस्तो छ स्वाद तपाईँहरूलाई म बताउने छु है। हुन्छ, हेरेर साथ दिनुभएको होस् है त। जय मसी। यस्तो च्याउ कसले खानुभएको छ? आज यो च्याउ पकाउन लागिरहेको छु है। मैले सब्जी भुट्नलाई मैले ताई बसाइसकेँ है साथीहरू। अलिभ ओइल हाल्न गइरहेको छु। तेल तातिन एकछिन छोडिन्छु है। प्याज, यहाँनिर अदुवा लसुनको पेस्ट अनि डल्ले खोर्सानी है। यो चाहिँ आफ्नै बारीको अर्ग्यानिक डल्ले खोर्सानी। कराई तातिसक्यो। अब साथी लसुन र प्याज खोर्सानी हाल्न गइरहेको छु। मैले एकैचोटि हाल्नु त। साथीहरू मेरो प्याज यतिको डढिसकेको छ। हर्दी एड गर्न गइरहेको छु कलरको लागि पनि अनि मिठो पनि हुन्छ है साथीहरू। साथीहरू हेर्नु नि कस्तो मजाको हर्दीको कलर आयो है। कस्तो मजाको आएको छ। अनि म चाहिँ आलु हाल्न गइरहेको छु। आलु यतिको भयो। म थोरै नुन एड गर्न गइरहेको छु। सँगसँगै म मसरुमलाई पनि मिसाउन गइरहेको छु। तपाईँहरू कसरी पकाउनुहुन्छ है, म चाहिँ यसरी पकाउँछु। आलु चाहिँ यतिको भयो है। टमाटर एड गर्न गइरहेको छु। तपाईँहरू कसरी पकाउनुहुन्छ है, मेरो चाहिँ यतिको भयो। तपाईँहरू कसरी पकाउनुहुन्छ? म चाहिँ 2 तरिकाले पकाउँछु अनि यो चाहिँ एक तरिका भइगयो। अनि थोरै च्याउलाई बोइल गरेर अनि मक्क निचारेर चाहिँ ओभानो बनाएर अनि फ्राई गरेर अनि टमाटरमा मजाले भुटेर खाँदा पनि मिठो हुन्छ साथीहरू। त्यसरी चाहिँ खानुहोस् है। यो त खाइरहनु भएको होला, त्यसरी खानुहोस् ल। फाइनल कुक चाहिँ यतिको भयो साथीहरू। मैले चाहिँ यो दाल झार्न गइरहेको छु। यो चाहिँ चना दालमा अनि लाफा साग हालेर मैले आज पकाउन लागिरहेको छु है साथीहरू। मिठो हुन्छ। मैले ग्यास अन गरिसकेँ साथीहरू। अब म यहाँ के हाल्छु भन्दाखेरि चाहिँ म तपाईँलाई स्टेप बाई स्टेप म देखाउन गइरहेको छु है साथीहरू। म यहाँ तेल हाल्न गइरहेको छु है। अलिभ ओइल यहाँ चाहिँ थोरै दाल तातिँदैछ, उम्लिँदैछ। अनि म यहाँ झाँदेर चाहिँ म त्यता हाल्नेछु है साथीहरू। आज हतार हतार भइरहेको छ। म यहाँ के हाल्छु तपाईँलाई देखाउँछु ल। थोरै म जिरा पड्काउन गइरहेको छु दालमा। मसला डढिसक्यो अनि मैले प्याज हालेँ। मैले यहाँ प्याज हालिसकेँ। मेरो यतापट्टि दाल पनि उम्लिँदैछ साथीहरू। मेरो प्याज लसुन यतिको भइसक्यो अनि मैले टमाटर हाल्दैछु यहाँनिर। म यहाँनिर थोरै नुन पनि एड गर्दैछु है। टमाटर त पाक्नु पर्यो। मेरो टमाटर पाकिसक्यो साथीहरू। अनि म चाहिँ मेरो टमाटर यहाँ हाल्न गइरहेको छु। तपाईँहरू चाहिँ कसरी झार्नुहुन्छ? अनि म चाहिँ यसरी झार्छु है। आफ्नो आफ्नो झार्ने तरिका हो। म चाहिँ सिम्पल तरिकाले म दाल झार्छु है। दाल अलमोस्ट भइसकेको छ किनभने मैले अघिदेखि उमालेको हो साथीहरू। अब चाहिँ खाना लागेको है साथीहरू। कस्तो भयो म टेस्ट तपाईँलाई खाएर देखाउने छु। नमस्ते अनि जय मसी। अनि मैले चाहिँ खाना लागेँ। अब कस्तो छ म तपाईँलाई दालसँग खाएर म देखाउने छु अनि बताउने छु टेस्ट कस्तो भयो भनेर। मैले सबै थोक हालेँ यहाँनिर। सब्जी, अचार सबै कुरो हालेँ। कस्तो भयो त्यो।
दामी छ। तपाईँहरू पनि यसरी बनाएर खानुहोस् है। दालमा लाफा साग लाएर खानुहोस् है। मिठो हुँदो रहेछ। मैले पनि फर्स्टचोटि खाएको है यो। छ्याउ अचार। आज चाहिँ मैले स्यालेड ल्याइनँ है। दामी। तपाईँहरू पनि बनाएर खानुहोस् ल। यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।